Hello, Namaste. Welcome to the best preparation, a big platform for learning English language. Daily use हुने वर्ड्सहरु र एक्सप्रेसन्सहरुको कुरा गरौं. Excuse me, तपाईले excuse me भने पनि excuse me भने पनि हुन्छ. माफ पाऊँ र सुन्नुहोस् त भन्ने अर्थ लाग्छ. र तपाईले कसैसँग पेन माग्नु पर्यो र Excuse me, could you give me your pen भन्नुभयो भने सुन्नुहोस् त भनेको हो. Please कृपया, thanks धन्यवाद, thank you धन्यवाद, no mention पर्दैन भन्नु पर्दैन. No mention. कहिलेकाहीँ thank you को आन्सरमा no mention भन्न पनि सकिन्छ. It's my pleasure. यो मेरो अहोभाग्य हो. Okay? It's my pleasure. यसलाई my pleasure मात्र भन्ने चलन पनि छ. Thank you very much भन्यो my pleasure अथवा it's my pleasure यो मेरो अहोभाग्य हो अथवा मलाई आनन्द लाग्छ यो सहयोग गर्न पाए भने जस्तो कुरा हो. Sorry दुखित, you are welcome स्वागत छ. Pardon क्षमा, I beg your pardon म क्षमा चाहन्छु. अथवा कुनै कुरा रिपिट गरी माग्न पनि I beg your pardon भन्ने चलन छ. Pardon please भन्ने चलन पनि छ. ओके. त्यसपछि आयो kindly दयापूर्वक, after you पहिले हजुर. यो after you भन्ने शब्द चाहिँ हैन एक्सप्रेसन चाहिँ कति बेला युज हुन्छ त भन्दाखेरि तपाईले कसैलाई चाहिँ अगाडि उसले गरोस् अनि तपाई गर्न चाहनुहुन्छ भने आफ्टर यु भन्ने शब्द प्रयोग गर्नुहुन्छ. नो थ्याङ्क्स पर्दैन धन्यवाद. नो मेन्सन भन्नु पर्दैन. Anyway, जे होस् जे भए पनि. Best of luck शुभकामना. Good luck भाग्यले साथ दियोस्. Same to you तपाईलाई पनि. ओके. त्यस्तै गरेर see you later पछि भेटौँला. Keep on visiting भेट्दै गर्नुहोस्. Keep in touch सम्पर्कमा रहनुहोस्. Can you help me मलाई सहयोग गर्न सक्नुहुन्छ. अनि Can I help you म तपाईलाई सहयोग गर्न सक्छु यो अफर गरेको हो. What can I do for you म तपाईको लागि के गर्न सक्छु यो पनि अफर हो. अथवा How can I help you म तपाईलाई कसरी सहयोग गर्न सक्छु त यो पनि अफर हो. त्यसपछि अब Have a seat please बस्नुहोस्. Please don't disturb me मलाई डिस्टर्ब नगर्नुहोस्. ओके. अब यसमा I'm sorry मलाई माफ गर्नुहोस्. How are you तपाईलाई कस्तो छ. How are you जानेपछि How are your children
तपाईको बच्चाहरूलाई कस्तो छ हुन्छ भने हाउ इज योर फादर बुवालाई कस्तो छ हाउ इज योर मदर आमालाई कस्तो छ आई एम फाइन मलाई सन्चै छ फाइन थ्याङ्क्स सन्चै छु धन्यवाद आई एम फाइन थ्याङ्क यू मलाई सन्चै छ धन्यवाद अनि सधैँ सन्चै छ नै भन्नुपर्ने पनि होइन तपाईलाई सन्चो छैन भनेर तपाईले आई एम नट वेल ओके अनि आई एम नट वेल मलाई सन्चो छैन भयो व्हाट ह्यापन टु यु तपाईलाई के भयो व्हाट्स रङ विथ यु पनि तपाईलाई के भयो नै हो ह्याप्पी बर्थडे टु यु भनेको जन्मदिनको शुभकामना भनेर भनेको त्यसपछि आयो frequently used English words what के where कहाँ when कहिले which कुन why किन who को whose कसको whom कसलाई how कस्तो कसरी how much कति how many कति जना कतिवटा यो अनकाउन्टेबल सँग लाग्छ भने यो काउन्टेबल सँग लाग्छ what time कति बजे how often कतिको कति पटक कति चोटी how long कति लामो कहिलेदेखि कहिले सम्म लाई how long भन्ने युज गरिन्छ ओके अब यसपछि आई को लिस्टमा पुग्यो आई म वी हामी यु तिमी ही ऊ इट यो अथवा यसले दे उनीहरू तिनीहरू यो चाहिँ प्रोनाउन्सहरूको कुरा गरेको हो अब ऑक्सिलरी verbs को कुरा गर्ने हो भने यसमा एम हुँ छु इज हो छ छिन आ हुन् छन् आ भनेको हुन्छन् भयो भने was थियो थिइन् थिए पनि was हो were थिए थियौं थियौ क्यान सक्नु शुड पर्छ मे सक्छ कुड सक्ने थियो सक्थ्यो सक्थ्यो निड चाहिनु आवश्यक पर्नुलाई निड भनिन्छ भने स्याल भनेको गर्नेछु गर्नेछौं वुड भनेको गर्थ्यो गर्ने थियो लाई वुड भनिन्छ र विल को कुरा आयो विल भनेको गर्ने छ अब यति गरेपछि मैले यो अर्को युनिट मा बनाइसकेको छु पहिला नै अपलोड भएको छ यसको लागि लिंक तपाईले माग्नु भयो भने म राखिदिन्छु र यो च्यानल सब्स्क्राइब गर्न लाइक कमेन्ट गर्न पनि नभुल्नु होला Thank you very much for watching it. See you next time. Bye bye.